सन् 2050 मा मानिसले रोबोटसँग विवाह गर्नेछन्। तपाईको घरले तपाईको भावना बुझ्न सक्नेछ र तपाईको जागिर, तपाईको काम एक एआईले गरिदिनेछ। यो केवल कल्पना होइन, यो 2050 पछिको भविष्य हो जुन आउँदैछ। यसैको बारेमा थाहा पाउनको लागि यो भिडियो पुरा हेर्नुहोस्। के तपाई तयार हुनुहुन्छ 2050 को हामी बाँच्ने संसार हेर्न जुन तपाईले कहिले कल्पना गर्नुभएको छैन होला, जहाँ स्मार्ट सिटी पनि बोल्ने छन्, रोबोट साथी बन्ने छन् र मानिसहरूको भावना डेटा बन्ने छ। यस्तो भविष्य हामी बनाइरहेका छौं। हामी अनजान छौं, तर जानी नजानी हामी यति धेरै विकास गर्दै छौं जसले 2050 पछिको जीवन अनपेक्षित र कल्पना गर्नै नसकिने बन्ने छ। आउनुहोस् केही तथ्य जानौं र सुरु गर्नुभन्दा अगाडि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब र लाइक गरिदिनु होला। 2050 सम्म यति धेरै विकास हुनेछ कि शहरहरू पनि बोल्ने छन्, सुन्ने छन् र निर्णय पनि लिन सक्ने छन्। तपाईको घरले तपाईको मुड चिन्ने छ र तपाईको स्वास्थ्य तपाईको स्वास्थ्यसँगै मापन हुनेछ। स्मार्ट चिप्स छालामुनि लगाइनेछ र एआईले तपाईको मनको भाषा बुझ्नेछ। 2050 पछिको संसारमा टेक्नोलोजी केवल उपकरण मात्र नभएर यो मानव जीवनकै हिस्सा बन्नेछ। यति मात्र होइन, यो प्रविधिले तपाईको निर्णयहरूमा पनि प्रभाव पार्नेछ, जसले गर्दा टेक्नोलोजीले तपाईलाई नियन्त्रण गर्न सक्नेछ। अहिले तपाई जुन काम गर्नुहुन्छ त्यो काम 2050 मा नहुन सक्छ। कारखानामा रोबोटले काम गर्नेछन् र अफिसमा एआई सहकर्मीले, जसले गर्दा मानिस फ्री र फुर्सदिलो हुनेछन्। 2050 पछि काम पाउनको लागि सिप होइन, रचनात्मकता र भावना चाहिनेछ, किनभने यही एउटा काम हो जुन एआईले कहिले गर्न सक्ने छैन। यो भविष्य प्रगतिको मात्र होइन, दुर्गतिको पनि हुनेछ, किनकि दिनदिनै तापक्रम चर्किँदै गएको छ। समुद्र बढ्दैछ, जसले गर्दा सहरहरू डुब्दैछन्, हावाले सहर उडाउँदैछ। फेसबुकमा हजारौं साथी छन्, तर सबैको मनमा एक्लोपन छ। 2020 मा जुन फोनले हामीलाई जोडेको थियो, आज त्यही फोनले हामीलाई छुटाउन थालेको छ। बिस्तारै मानवता हराउँदै गएको छ। हामी डिजिटल भिडमा आफै हराउन थालेका छौं। हाम्रो भावना, सम्बन्ध, आत्मा दुवै मेटिँदैछ, जसले गर्दा मानवता प्रविधिको भिडमा विलीन हुन सक्ने छ। 2050 पछिको संसार रहस्यमय र सम्भावनाले भरिएको हुनेछ। 2050 को भविष्य मानिसको हातमा नहुन पनि सक्छ। तपाईको सोच, तपाईको निर्णय, तपाईको चेतना हराउँदै जानेछ। प्रविधि र मानवता साथमा हिँड्नेछन्, जहाँ भावना, प्रकृति र विज्ञान एउटै सुरुमा बग्नेछन्। के तपाई त्यस्तो भविष्यका लागि तयार हुनुहुन्छ? तपाईको ओपिनियन के छ कमेन्ट गर्नुहोला र यस्तै ज्ञानवर्धक भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। हस्त धन्यवाद।